मुख गरेको त लिपस्टिक त तल गएछ। हेलो एभ्रिवान, नमस्ते। हजुरहरूलाई स्वागत छ काशी गुरुङ मुक्बाङ च्यानलमा। आज फेरि पनि सदा झैँ नयाँ मुक्बाङ भिडियोको साथ हजुरहरू सामु उपस्थित भइसकेको छु। आजको मेरो खानामा चाहिँ भात छ, बङ्गुरकै अचार, पर्क अचार भनौँ न, यो खुट्टे अचार छ है, यस्तो ठुल्ठुलो खुट्टा छ। अनि यहाँ गेडागुडीको झोल, आलु र केरा राखेर चाहिँ झोल बनाएको छु, अलि झोलै छ है। अनि यहाँ सादा पानी छ है पिउनुको लागि। यो चाहिँ मैले बनाएको अचारको डब्बा। अर्को पनि छ, यो चाहिँ खाना सुरु गरेको। यस्तो मिठो छ। ल म चाहिँ खाना सुरु गर्छु है त। हजुरहरू फुर्सद छ भने अन्तिमसम्म हेरेर साथ दिनुहोला। ल फर्स्ट बाइट अचार, ल पर्क अचार। यस्तो मिठो हो। यस्तो मिठो छ। खुट्टा पनि खाइहालौँ। मजाले पकाएर बाहिर डिस्टर्ब आएको छ, इग्नोर गरिदिनु होला। यो चाहिँ मेरो लन्च है, अहिले चाँडो खाएको, भोक लागेर। यस्तो मिठो भएको। यो पर्क खुट्टा ल्याएको नि एक हप्ता बेसी भयो क्या, बल्ल आज दिन निस्क्यो। झोल पनि खामा। खास चाहिँ रस खान्छु भनेर ल्याएको क्या, आलु र केराको झोल। मेरोतिर अलिकति पर भइसक्यो। पानी पनि खान्छु। हात उल्टो भयो। साँच्चै भन्नुपर्दा यस्तो टेस्ट छ क्या साथीहरू, यस्तो टेस्ट छ। मुख गरेको त लिपस्टिक त तल गएछ। हातमा पनि लागेछ, किसिमै भयो।
यो अचारसँग को स्वादले चाहिँ यो अलि छुट्टै लागेछ। मिठो त यो पनि मिठो छ। ठुलो माय गॉड। मसला पनि यस्तो मजाले लागेछ क्या। यता भुइँमा देखेर खसेको। डाइटिङमा बसेको धेरै खायो। अलिकति कम गरेछु कि मैले खाना। जे होस् मुकबाङको बेलामा चाहिँ अलिक खान्छु, नत्र आएपछि चाहिँ यति अनि अरू अरू चिज खान्छु। ल यस्तो मिठो चिज त साह्रै मिठो। साँच्चै भन्नुपर्दा 10 मा 10 हो क्या आफूले आफू। यो मासुको अचार यस्तो दामी मिठो भएको छ कि 1-2 चम्चा हालेको साँच्चै खायो भने खाएको खाइ गर्छ नि त। टाढा राख्नुपर्छ कि नजिक राख्यो भने त घरिघरि खाइहाल्छु। एकदमै मिठो छ। ल यो चाहिँ खान सकेन, पछि खान्छ भरेतिर। अर्पण छ टन्नै उतापट्टि किचनमा। ओहो ल एकदमै मिठो गरी खाएँ, मिठो भएछ। यो चाहिँ राख्छु। मासुको अगाडि त आलु त कहाँ मन पर्ने र। ल आजलाई चाहिँ यति नै। आजको मेरो यो भिडियो हजुरहरूलाई के कस्तो लाग्यो प्रतिक्रिया दिनुहोला भन्दै आजलाई म काशी गुरुङ बिदा हुन चाहन्छु। बाई बाई, सी यू।